नमस्ते साथीहरू, तपाईँ सम्पूर्णलाई स्वागत छ यो भिडियोमा। आज चाहिँ एउटा विषयमा कुरा गर्न मन लाग्यो। धेरैजना साथीहरूले सामाजिक सञ्जालहरूमा टिका टिप्पणीहरू गरिरहनु भएको थियो। पछिल्लो समय चाहिँ रोमानियामा बसोबास गर्ने नेपालीहरूको सङ्ख्या 50,000 भन्दा माथि पुगेको छ। गत नोभेम्बर 2025 को नोभेम्बर 30 तारिकमा एउटा डाटा सार्वजनिक गरेको थियो यहाँको सरकारी निकायले। त्यसमा चाहिँ 50,300 भन्दा बढी नेपालीहरू यहाँ काम गर्दै आउनुभएको छ यहाँको बसोबास अनुमति पत्र लिएर। ओके, यो सङ्ख्या अवश्य पनि बढ्दो क्रममा छ। रोमानियामा नेपालीहरूको सङ्ख्या एकदमै बढिरहेको छ। त्यस्तै गरी समस्याहरू अवश्य पनि जहाँ मान्छेहरू बढी हुन्छ त्यहाँ समस्याहरू बढी नै हाल्छन्। र त्यसमा पनि के छ भने यहाँ चाहिँ अन्य मुलुकहरूमा जस्तै अब गल्फ कन्ट्रीमा जस्तै पारिवारिक रूपमा गएर बस्नका लागि गल्फमा भन्दा यता अलि सहज छ है। यहाँ चाहिँ तपाईँले आफ्नो परिवारसँगै बसेर सँगै काम गर्न सक्ने वातावरण छ र यहाँको खर्च पनि धान्न सकिने अवस्था पनि छ। बुढाबुढीले नै काम गरिसकेपछि प्राय कम्पनीहरूले बस्नको लागि ठाउँहरू दिन्छ। यदि होइन अब दुईजना सँगै छौँ भनेर आफ्नै रुमहरू अपार्टमेन्टहरू लिएर बस्न सकिने अवस्था पनि छ। त्यो अन्य मुलुकमा भन्दा यहाँ अलि सहज छ। अन्य मुलुक भन्नाले रोजगारको सिलसिलामा प्राय नेपालीहरू जाने भनेको गल्फ कन्ट्री हो। गल्फतिर भन्दा यता अलिकति सहज छ। त्यसैले चाहिँ अब के छ भने परिवार नै यति भइसकेपछि अब कतिपय दम्पतिले चाहिँ यहाँ आफ्नो फ्यामिली प्लानिङ गरिरहेको पनि पाइएको छ। धेरैजना फ्यामिलीहरू हुनुहुन्छ यहाँ र बच्चा जन्माइरहनु भएको छ र कतिपयलाई चाहिँ यहाँको कानुनको बारेमा थाहा छैन। यहाँबाट यहाँको सरकारले दिने सहायताहरू जुन विदेशी नागरिकहरूलाई दिन्छ त्यो भनेको रोमानियाली नागरिक सरह नै बच्चा जन्मिँदाखेरि तपाईँले फ्यामिली प्लान गरिरहनु भएको छ भने बच्चा बसेदेखि नै यहाँ चाहिँ डक्टरहरूसँग सरसल्लाह गर्नका लागि एकदम फ्री छ। त्यसको लागि चाहिँ तपाईँले मिनिमम यहाँ चाहिँ 12 महिना काम गरेको हुनुपर्ने हुन्छ। आई मिन ट्याक्स पे गरेको हुनुपर्छ। 12वटा ट्याक्सहरू पे गरिसकेपछि हामी चाहिँ यहाँको सरकारले दिने जुन सेवा सुविधाहरू हुन्छ बच्चा जन्मिने बेलामा त्यसको लागि चाहिँ हामी एलिजिबल हुन्छौँ, त्यसको लागि हामी योग्य हुन्छौँ है। अब यो भिडियो अलिकति लामो हुन्छ। सायद सम्बन्धित साथीहरूले सम्बन्धित व्यक्तिहरूलाई अवश्य पनि यसले केही इन्फर्मेसन दिनेछ। पूर्ण रूपमा तपाईँहरूलाई जानकारी नभए पनि यस्तो हुँदो रहेछ है भन्ने थाहा पाउनुहुनेछ र त्यसका लागि तपाईँहरूले आफै खोजनीति पनि गर्न सक्नुहुन्छ। ओके, त्यसको लागि फर्स्ट अफ अल के चाहिन्छ भन्दाखेरि दुईजना तपाईँहरूले चाहिँ यहाँ भइसकेपछि एउटा फ्यामिली डक्टर बनाउनु पर्ने हुन्छ। फ्यामिली डक्टर बनाउनका लागि तपाईँले काम गरिरहेको कम्पनीबाट एउटा यो हाम्रो वर्कर हो भनेर एडेभरेन्से भन्ने हुन्छ एउटा प्रमाणपत्र स्यालेरी तातको लागि, जुनले चाहिँ त्यो लिएर गइसकेपछि तपाईँको आफ्नो पासपोर्ट अथवा आइडी कार्ड भनौँ न, रेसिडेन्ट पर्मिट लिएर गएपछि तपाईँले कुनै पनि आफ्नो एरियाको एउटा फ्यामिली डक्टर बनाउन सक्नुहुन्छ। त्यो निःशुल्क हो। त्यो भनेको तपाईँ फ्यामिली डक्टरको लागि तपाईँले तिरेको करबाट फ्यामिली डक्टर बनाउन पाइन्छ। हामीले कुनै पनि शुल्क तिर्नु पर्दैन र जति पनि स्वास्थ्यसँग सम्बन्धित सल्लाहका लागि परामर्शको लागि तपाईँले आफ्नो फ्यामिली डक्टर बनाइसकेपछि आफ्नो फ्यामिली डक्टरसँग सहकार्य गरेर अब एउटा उनको सेड्युल अनुसारको एउटा अपोइन्टमेन्ट बुक गरेर उनीसँग अब उहाँसँग गएर सबै काउन्सिलिङ गर्न सक्नुहुनेछ। र यहाँ चाहिँ तपाईँलाई प्राय चाहिँ डक्टरहरू अङ्ग्रेजी बोल्नुहुन्छ। यदि अङ्ग्रेजी बोल्ने हुनु भएन भने तपाईँले रोमानिया भाषा जान्नुभएको छ भने त्यो एकदम उत्तम भयो। होइन भने प्राय रोमानियन भाषामा अथवा अङ्ग्रेजी भाषामा तपाईँले उहाँहरूसँग कुराकानी गर्न सक्नुहुनेछ है। अब त्यसपछि के हुन्छ भने तपाईँले बच्चा जन्मिसकेपछि कुनै पनि यहाँको प्रसुति गृह होइन, जहाँ चाहिँ बच्चा जन्माउनका लागि प्राय ठाउँहरूमा चाहिँ इमर्जेन्सी हस्पिटलहरू हुन्छ। तपाईँहरू जुनसुकै लोकेसनमा हुनुहुन्छ, बुखारेस्टको खण्डमा चाहिँ जस्तै तपाईँ जुलेस्ट एरियामा हुनुहुन्छ सेक्टर 6 मा भने जुलेस्टमा छ, सेक्टर 1 मा हुनुहुन्छ भने फिलान्डोफिया भन्ने छ र बुखारेस्टमा हरेक सेक्टरमा धेरै हस्पिटलहरू छन्। त्यहाँ गएर तपाईँले कुनै पनि एउटा हस्पिटलमा गएर निःशुल्क मन्थली चेकअप गर्न पाउनुहुनेछ है। अनि त्यसपछि बच्चा बसिसकेको लगभग बच्चा जन्मिनुभन्दा पहिला चाहिँ तपाईँहरूलाई यहाँको सरकारले केही सहयोग गर्छ।
लगभग 2000 ले बराबरको तपाईँहरूलाई सोसल टिकटहरू दिन्छ। त्यो टिकटले चाहिँ तपाईँहरूले मोर्फोलोजीहरू होइन, जस्तै पेटमा बच्चा बसिसकेको, सायद तपाईँको 12 हप्ता बच्चा बसिसकेको 12 हप्ता भइसकेको छ भने तपाईँलाई यहाँको सरकारले तपाईँलाई सुरुमा चाहिँ 1000 ले बराबरको एउटा टिकट दिन्छ, पैसा दिन्छ भनौँ न। त्यो चाहिँ तपाईँले यहाँको प्राय फार्मेसीहरूमा प्राय चाहिँ यो महिला रोगसँग सम्बन्धित, प्रसुतिसँग सम्बन्धित डक्टरहरूलाई चाहिँ तपाईँले त्यही टिकटबाट पनि पे गर्न सक्नुहुन्छ। जस्तै अल्ट्रासाउन्डहरू गर्नुपर्ने हुन्छ तपाईँले, बच्चा बसिसकेपछि तपाईँले बच्चा जन्मिनेसम्म 3वटा अल्ट्रासाउन्ड मोर्फोलोजी गर्नुपर्ने हुन्छ। त्यसको लागि 700-800 रोनभन्दा बढी नै खर्च आउँछ एकचोटि गर्दाखेरिको। तपाईँले त्यो मोर्फोलोजी गर्दा पनि त्यो पैसा, त्यो टिकटहरू, त्यो भाउचरहरू युज गर्न सक्नुहुन्छ। त्यस्तै गरी विभिन्न किसिमका रगतहरू परीक्षण गर्नुपर्ने हुन्छ। कतिपय रगत परीक्षणको लागि तपाईँको हाम्रै यहाँको जुन स्यालेरीबाट हामीले ट्याक्स तिरेका हुन्छ त्यसैले कभर गर्छ भने बाँकीको लागि चाहिँ तपाईँले क्यास पेमेन्ट गर्नुपर्ने हुन्छ। प्राय यहाँको क्लिनिकहरू, प्राय यहाँको हस्पिटलहरू, जुन प्राइभेट हस्पिटलहरू छ, जुनलाई चाहिँ जुन ब्लड टेस्टहरू चेकअप गर्नका लागि चाहिँ हाम्रो तपाईँको जस्तै अब सुगरको लागि सुगर परीक्षण गर्नु पऱ्यो भने प्राय चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ यहाँ है। त्यसको लागि चाहिँ के हुन्छ भने त्यो टिकटहरूबाट हामीलाई काम चल्छ। प्राय अब तपाईँको बच्चा बसिसकेपछि यहाँ खर्च हुने भनेको, यदि अब तपाईँहरू प्राइभेट हस्पिटलमा जानुहुन्छ भने त्यो अर्को पाटो भयो। यदि तपाईँहरू चाहिँ यहाँ रोजगारीको सिलसिलामा हुनुहुन्छ, तपाईँले 1 वर्षभन्दा बढी यहाँ काम गरिसक्नु भएको छ, तपाईँसँग यहाँको बस्ने घरको ठेगाना छ, आई मिन हरेकको रेसिडेन्ट कार्डको पछाडि अथवा परमिट सेतरेको पछाडि यहाँको एड्रेस हुन्छ। तपाईँ जुनसुकै सेक्टरमा अथवा जुनसुकै जिल्लामा, रोमानियाको जुनसुकै सिटीमा भए पनि तपाईँको यहाँको एड्रेस छ भने तपाईँले चाहिँ आफ्नो एरियाको डक्टरहरूसँग काउन्सिलिङ गर्न सक्नुहुन्छ। कुनै पनि चार्ज लाग्दैन, त्यो निःशुल्क हुनेछ। शुल्क तिर्नु भनेको केही ब्लड टेस्टहरू चेक गर्नका लागि तपाईँले शुल्क तिर्नुपर्ने हुन्छ र मोर्फोलोजी गर्दाखेरि चाहिँ यहाँको चाहिँ अलिकति भिडभाड हुँदो रहेछ यहाँको सरकारी हस्पिटलमा, त्यसले गर्दा प्राइभेट सेक्टरबाटै गरिन्छ। त्यति बेला चाहिँ तपाईँले 3वटा चरणको अल्ट्रासाउन्डहरू गर्नुपर्ने हुन्छ, जुन मेजरवाला। त्यति बेला चाहिँ पैसा तिर्नुपर्ने हुन्छ है। सरी। त्यसपछि तपाईँको बच्चा जन्मिसकेपछि बुखारेजको केसमा चाहिँ यहाँ चाहिँ तपाईँलाई यहाँ बुखारेजमा चाहिँ बच्चा जन्मेपछि यदि बच्चाको चाहिँ रेसिडेन्ट कार्डहरू बनिसकेपछि यहाँको सरकारले 2400 रोन चाहिँ सहायता दिँदो रहेछ। त्यसको लागि चाहिँ तपाईँले बच्चा जन्मिसकेपछि यहाँको निकायहरूमा गएर यहाँको म्युनिसिपालिटीमा आफ्नो बच्चाको जुन हस्पिटलले दिएको बर्थ सर्टिफिकेटहरू हुन्छ त्यो लिएर गएर यहाँको म्युनिसिपालिटीहरूबाट चाहिँ तपाईँले बच्चाको बर्थ सर्टिफिकेट निकाल्नुपर्ने हुन्छ। त्यसपछि यहाँको सम्बन्धित निकायहरूमा गएर बच्चाको डिटेलहरू बुझाउनु पर्ने हुन्छ र बच्चाको पासपोर्ट नेपाली पासपोर्ट नै बन्छ। यहाँ रोमानिया सरकारले चाहिँ यहाँको बच्चा, यहाँ बाहिरको बच्चाहरू जन्मे पनि सिटिजन दिने प्रावधान छैन। नेपाली बच्चा, नेपालीको कोखबाट जन्मेको बच्चाको नेपाली सिटिजनसिप नै हुन्छ। त्यसले गर्दा तपाईँको बच्चाको पासपोर्ट आइसकेपछि अनि यहाँको रेसिडेन्ट कार्डहरू आएपछि यहाँको सरकारले भत्ता दिन सुरु गर्छ। जुन पहिलो चरणको भत्ता थियो त्यो भनेको 2400 हुन्छ र त्यसपछि कतिपय साथीहरूलाई यसको बारेमा धेरै थाहा नरहेछ। हामीसँग धेरै फ्यामिलीहरू जोडिनु भएको थियो पछिल्लो समयमा। म सामाजिक रूपमा सक्रिय, युट्युबहरूमा सक्रिय नभए पनि व्यक्तिगत रूपमा चाहिँ केही साथीहरूसँगले मलाई सम्पर्क पनि गरिरहनु भएको थियो। उहाँहरूले चाहिँ यसबारेमा थाहा नभएको भनिसकेपछि ल न त एउटा भिडियो, यो एउटा फर्मल इन्फर्मल जसरी भए पनि एउटा भिडियो बनाउँछु, त्यसपछि चाहिँ यसको डिस्क्रिप्सनमा लिङ्कहरू कहाँबाट के गर्ने भन्ने कुराहरू म राखिदिनेछु भनेर चाहिँ यो भिडियो बनाइरहेको छु। त्यसपछि तपाईँको अब यहाँ चाहिँ के हुन्छ भने आमाको लागि चाहिँ विशेष गरी बच्चाको लागि तपाईँले तयारी गरिसकेपछि 126 डेज चाहिँ पेड लिभ दिन्छ है। त्यो भनेको बच्चा जन्मिनुभन्दा पहिला 63 डेज र बच्चा जन्मिसकेपछि 63 डेज। त्यो गरेर तपाईँको चाहिँ आमाको लागि चाहिँ 126 दिन चाहिँ के हुन्छ, पेड लिभ हुन्छ। यो पुरै सुन्नुपर्ने हुन्छ है। त्यसपछि पनि छ। अनि त्यसपछि त्यो भनेको तपाईँको कम्पनीले तपाईँलाई पे गरिरहेको हुन्छ है। अब तपाईँले त्यसको लागि पनि फ्यामिली डक्टरसँग गएर अनि तपाईँले चाहिँ मेडिकल लिभहरू हैन, जुन चाहिँ प्रेग्नेन्सीको बेलामा चाहिँ यहाँको फ्यामिली डक्टरबाट हामीले चाहिँ लिभ लिन सकिन्छ। त्यो एउटा पेपर दिन्छ, कन्चेड्यू भन्छ यहाँको भाषामा। त्यो लगेर आफ्नो कम्पनीमा दिने। त्यसपछि चाहिँ तपाईँको
126 दिनको लागि चाहिँ कम्पनीले के गर्छ तपाईँलाई पेड स्यालेरी दिन्छ। त्यो खानाको लागि चाहिँ पैसा दिँदैन, जस्ट तपाईँको जुन स्यालेरी आउनुपर्ने थियो नेट स्यालेरी त्यो चाहिँ आइरहेको हुन्छ। त्यसपछि अब रह्यो कुरा यहाँको सरकारले दिने सेवा सुविधाको लागि लगभग 2 वर्षसम्म आमालाई चाहिँ यहाँको जुन सुत्केरी बिदा दिइने रहेछ यहाँको चलन, त्यतिन्जेलको लागि स्यालेरीको 85% चाहिँ आमाले यहाँ स्यालेरी पाउने रहेछन् हरेक महिनाको। त्यस्तै गरी बच्चालाई भने बच्चाको सम्पूर्ण डकुमेन्टहरू बनिसकेपछि यहाँको जुन यहाँ बसोबास गर्नका लागि रेसिडेन्ट पर्मिट बनिसकेपछि अनि नेपाल सरकारले दिने जुन पासपोर्टहरू बनाइसकेपछि अनि बच्चा त हामीले जन्मिसकेपछि अलरेडी यहाँको म्युनिसिपालिटीमा लगेर दर्ता गरिसकेका हुन्छौँ बच्चाको डिटेल, अनि त्यसपछि चाहिँ उसको चेनेपे नम्बरहरू सिएनपी नम्बरहरू बनिसकेपछि बच्चालाई चाहिँ लगभग 3 वर्षसम्म 700 ले पर मन्थको हिसाबमा चाहिँ यहाँको सरकारले पे गर्दो रहेछ। र अर्को भनेको के छ भने यदि आमाको कामको खण्डमा चाहिँ यदि आमाले चाहिँ चेकअप गरिसकेपछि बच्चा बसिसकेपछि कम्पनीलाई चाहिँ आफ्नो काम गरेको कम्पनीमा एनाउन्स गर्नुपर्ने हुन्छ हैन। अनि आफ्नो डक्टरबाट चाहिँ एउटा जुन प्रेग्नेन्सीसँग सम्बन्धित प्रमाणपत्र हुन्छ नि, आमा चाहिँ प्रेग्नेन्ट छ भन्ने खालको एउटा प्रमाणपत्रहरू एडेभेरेन्स दे मेडिकल के भन्छ यहाँको भाषामा, अनि त्यो लगेर चाहिँ आफ्नो कम्पनीलाई बुझाइसक्नुपर्ने हुन्छ। तपाईँले आफ्नो कम्पनीमा बुझाइसकेपछि तपाईँको कम्पनीले चाहेर पनि 2 वर्षसम्म फायर गर्न मिल्दैन तपाईँलाई है। अनि किनभने त्यो यहाँको एकदमै कडा छ यहाँको यो बच्चा र आमाको केसमा चाहिँ प्रेग्नेन्सीको कानुनहरू चाहिँ यहाँको स्ट्रङ छ। त्यसले चाहिँ यदि इनकेस कम्पनीले चाहिँ राख्दिन भनेको खण्डमा पनि हामीले चाहिँ कुनै एउटा लयरको साथ लिएर चाहिँ त्यो कम्पनीले चाहिँ फायर गर्न कुनै पनि हातमा मिल्दैन, यो चाहिँ 100% हो है। अनि त्यसपछि चाहिँ बुवाको लागि चाहिँ के हुँदो रहेछ भने बच्चा जन्मिसकेपछि लगभग 2 विक्सको चाहिँ पेड लिभ चाहिँ बाउले पनि पाउने प्रावधान छ। बच्चा जन्मिसकेपछि फ्यामिली डक्टरले चाहिँ यहाँ बच्चालाई तपाईँको अब यहाँ कसरी चाहिँ स्याहार गर्ने भनेर एक खालको एउटा तालिम जस्तो दिइँदो रहेछ। कतिपय साथीहरूलाई थाहा छैन होला यसबारेमा, कतिपयले चाहिँ अलरेडी लिइ पनि सक्नुभयो होला। त्यो सबै विधाहरूको प्रोसेस चाहिँ फ्यामिली डक्टरबाट हुने गर्दछ। यसैले तपाईँलाई चाहिँ अनिवार्य रूपमा फ्यामिली डक्टर बनाउनु पर्ने हुन्छ तपाईँ लिगल्ली रोमानियामा बसोबास गरिरहनु भएको छ भने है। अनि बाँकी कुराकानीहरू चाहिँ हामी आगामी भिडियोहरूमा बनाउनेछौँ। यो पार्ट 1 मा चाहिँ बेसिक कुराहरू तपाईँहरूलाई राखेँ, अन्य केही जानकारीहरू म डिस्क्रिप्सनमा लेखिदिनेछु र अरू कुराहरू चाहिँ हामी कमेन्टमा तपाईँले लेख्नु होला, अथवा अरू साथीहरू पनि जोसँग अलरेडी यसबारेमा चाहिँ अनुभव छ तपाईँहरूले पनि आफ्नो अनुभवहरूलाई चाहिँ सेयर गरिदिनु होला, ताकि रोमानियामा बसोबास गर्नुहुने आमा बुवाहरू जो चाहिँ आमा बुवा बन्ने तयारीमा हुनुहुन्छ उहाँको लागि चाहिँ काम गर्नेछ। किनभने यहाँको हामीले आएर यहाँ काम गर्ने र यहाँ ट्याक्स तिरिसकेपछि प्राय यहाँको रुल्स चाहिँ कस्तो रहेछ भने विदेशी नागरिकहरूलाई पनि यहीँको नागरिक सरह नै यहाँको गभर्मेन्टले ट्रिट गर्ने रहेछ। त्यसले गर्दा चाहिँ अब सरकारले दिने सेवा सुविधाहरूबाट हामी चाहिँ किन वञ्चित हुने हैन। ल्याक अफ इन्फर्मेसनबाट कोही पनि साथीहरू चाहिँ यहाँबाट पाउने सेवा सुविधाबाट वञ्चित नहुनु भन्ने चाहनाले मैले यो भिडियो बनाएको छु। सम्बन्धित साथीहरूसँग अथवा अलरेडी बच्चा जन्माइसक्नुभएका साथीहरूसँग यसबारेमा केही अनुभवहरू छ भने पनि कमेन्टमा लेखिदिनु होला, त्यसले गर्दा धेरैजना साथीहरूलाई सहयोग हुनेछ भन्दै आजको लागि म बिदा हुन चाहन्छु। हस्त नमस्कार। पहिलोपटक च्यानल हेर्नुभएको छ भने सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।